नमस्कार साथीहरू, आज म हजुरहरूलाई प्रदेश नङ 1 मा पाइने केही जनावरहरूको बारेमा जानकारी दिँदैछु। नेपालको प्रदेश नङ 1 भौगोलिक तथा जैविक विविधताले भरिपूर्ण प्रदेश हो। पूर्वी नेपालमा अवस्थित यो प्रदेशले उच्च हिमाली क्षेत्रदेखि तराईका समथर भूभागसम्म फैलिएको छ। यहाँको प्राकृतिक विविधता अनुसार प्रदेश नङ 1 मा विभिन्न प्रकारका वनस्पति र जनावरहरू पाइन्छन्। हिमाली, पहाडी र तराई भूभागको अलग-अलग वातावरणका कारण यहाँ जनावरहरू उल्लेखनीय देख्न सकिन्छ। हिमाली क्षेत्रमा पाइने जनावरहरू। प्रदेश नङ 1 को उत्तरी भाग हिमाली क्षेत्र हो, जसमा मकालु, कञ्चनजङ्घा, एभरेस्ट लगायतका विश्व प्रसिद्ध हिम श्रृङ्खलाहरू पर्दछन्। यहाँको चिसो मौसम र वातावरणले विभिन्न जनावरलाई आश्रय दिएको छ। हिम चितुवा नेपालको अत्यन्त दुर्लभ जनावरमा पर्दछ। बाक्लो रङ्गीन, चुस्त शरीर भएको र हिमाली भूभागमा रहन सक्ने क्षमता भएको हिम चितुवा प्रदेश नङ 1 को उच्च पहाडहरूमा पाइन्छन्। नायल यो एक प्रकारको जङ्गली बाख्रा हो, जसको बाक्लो रौँले यसलाई चिसोबाट जोगाउँछ। चट्टानी ठाउँहरूमा चढ्न अत्यन्त सिपालु हुन्छन्। हिमाली मृग यसको सुगन्धित मुस्क ग्रन्थीको कारण यो जनावर दुर्लभ र संरक्षण योग्य प्रजातिमा परेको छ। रेड पाण्डा प्रदेश नङ 1 को अरुण र ताप्लेजुङ क्षेत्र आसपासका वनहरूमा पाइने यो सुन्दर जनावर दुर्लभ प्रजातिमा पर्दछ। पहाडी क्षेत्रका जनावरहरू। हिमालको तलको पहाडी क्षेत्रमा पनि उल्लेखनीय जैविक विविधता छ। यहाँको मौसम र हरियाली जङ्गलहरूमा विभिन्न किसिमका जनावरहरूको वासस्थान बनेको छ। कालो भालु विशेष गरी जङ्गलमा बस्ने यो कालो भालुहरू प्रदेश नङ 1 को पहाडी भूभागमा देख्न सकिन्छ। बाघ यहाँका पहाडी वनहरूमा सामान्यतया फेला पर्ने जनावर हो। बाघ शिकारको लागि कुशल र चलाक हुन्छ। ढेडु रुखमा बस्ने र फलफूल, पात आदिमा निर्भर रहने यो बाँदर प्रजातिमा पर्छ। प्रदेश नङ 1 का जङ्गलहरूमा पाइन्छ। बाँदर प्रदेश नङ 1 को धेरैजसो ठाउँमा पाइन्छ। बाँदरले किसानहरूको अन्नबाली खाएर हैरान पार्छ। वनबिरालो, साना स्तनधारी र चराहरूको शिकार गरेर जीविकोपार्जन गर्ने यो जनावर पनि पहाडी क्षेत्रमा व्यापक छ। डाँफे नेपालको राष्ट्रिय चराको रूपमा चिनिन्छ। डाँफे रङ्गीचङ्गी पङ्ख र शिरमा रहेको सिउरले एकदम राम्रो देखिन्छ। यस प्रदेशको उच्च पहाडी क्षेत्रका जङ्गलहरूमा पाइन्छ। तराई क्षेत्रका जनावरहरू। प्रदेश नङ 1 को दक्षिणी भाग तराई क्षेत्र हो, जहाँ समथर जमिन, नदीनाला र जलवायुले विभिन्न प्रजातिका जनावरहरूलाई आश्रय दिएको छ। विशेष गरी कोशी टप्पु वन्यजन्तु आरक्ष्य र आसपासका संरक्षित क्षेत्रमा दुर्लभ जनावरहरू पाइन्छन्। जङ्गली भैँसी अर्ना कोशी टप्पु वन्यजन्तु आरक्षमा पाइने यी भैँसीहरू संसारमै अत्यन्त दुर्लभ र सङ्कटग्रस्त प्रजातिमा पर्दछन्। हात्ती तराईका वन क्षेत्र र कोशी टप्पु आसपासका जङ्गलमा हात्तीको बसोबास देखिन्छ। हात्तीहरू प्रायः चरन तथा पानी खोज्दै घुम्ने गर्छन्। चितल समथर भूभागका जङ्गलहरूमा पाइने चितल रमणीय देखिने मृग प्रजाति हो। यो एकदम सुन्दर हुन्छ। स्याल यो शिकारी जनावर पनि तराई पहाडको घाँसे मैदान तथा फाँटमा देखिन्छ। अजिङ्गर तराईको तातो मौसममा र मध्य पहाडीमा पाइन्छ। यसले चराचुरुङ्गी सानोतिनो जनावरहरू खाने गर्छ। धेरै ठूलो अजिङ्गर छ भने त्यसले ठुल्ठुलो जनावर र कहिलेकाहीँ मान्छे हज्जालाई पनि खाने गर्छ। चराहरू र अन्य जनावरहरू। प्रदेश नङ 1 मा पाइने चराहरू विशेष गरी हिमाली र तराई क्षेत्र दुवै स्थानमा हजार चराको वासस्थान छ। राजधनेश ठूलो आकारको र चम्किलो रङ्गको राजधनेश तराई तथा तराई पहाडी मिश्रित क्षेत्रमा पाइन्छ। सारस ठूला चरामध्ये पर्ने सारस प्रदेश नङ 1 को समथर नदीनाला सिमसार क्षेत्र वरिपरि पाइन्छ। गिद्ध उच्च पहाडी क्षेत्रका विशाल गिद्धहरू हुन्छन्। मृत जनावरहरू खाएर पेट पाल्छन्। जलजन्तुहरू। प्रदेश नङ 1 मा बग्ने कोशी, अरुण, तमोर, दुधकोशी जस्ता ठूला नदीहरू तथा विभिन्न साना खोल्साहरूमा जलजन्तुहरू पनि प्रशस्त पाइन्छन्। डल्फिन कोशी नदीमा सङ्कटग्रस्त गङ्गेटिक डल्फिनहरूको उपस्थिति रहेको छ। माछाका विभिन्न जात। माछा प्रजातिहरूमा महाशिर, सहर, भुरा जस्ता थुप्रै जाति पाइन्छन्। यी माछाहरू स्थानीय भोजन संस्कृतिमा पनि महत्त्वपूर्ण छन्। प्रदेश नङ 1 को संरक्षण प्रयासहरू। प्रदेश नङ 1 को जैविक विविधता संरक्षणका लागि विभिन्न राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र तथा वन्यजन्तु आरक्ष्यहरू स्थापना गरिएको छ, जस्तै कञ्चनजङ्घा संरक्षण क्षेत्र। यहाँ रेड पाण्डा, हिम चितुवा जस्ता दुर्लभ जनावरहरूको संरक्षण गरिन्छ। कोशी टप्पु वन्यजन्तु आरक्ष्य जङ्गली भैँसी, अर्ना र अन्य जलचर जनावरहरूको संरक्षण स्थल हो। मकालु बरुण राष्ट्रिय निकुञ्ज। मकालु क्षेत्रमा रहेको यो निकुञ्ज हिमाली जनावरहरूको लागि सुरक्षित वासस्थान हो। यी संरक्षित क्षेत्रहरूले मात्र होइन, स्थानीय समुदायहरूको सक्रिय सहभागिताले पनि जनावर संरक्षणमा उल्लेखनीय योगदान गरेको छ। निष्कर्ष प्रदेश नङ 1 जैविक विविधताले सम्पन्न प्रदेश हो। यहाँ हिमालदेखि तराईसम्मको फरक भूगोल र मौसमका कारण अनगिन्ती प्रकारका जनावरहरू पाइन्छन्। यी जनावरहरू प्राकृतिक पारिस्थितिक सन्तुलनको आधार हुन्।
प्रदेशको जैविक सम्पत्तिलाई बचाउन संरक्षण प्रयासहरूलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ। यदि हामीले प्राकृतिक स्रोतहरूको संरक्षण गर्न सकेनौँ भने यी अनमोल जनावरहरू लोपोन्मुख हुने जोखिम रहन्छ। त्यसैले प्रदेश नङ 1 को जैविक सम्पदा भविष्यका पुस्ताका लागि जोगाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान दिनु जरुरी छ। धन्यवाद साथीहरू, कस्तो लाग्यो?